हाम्रो चाहिँ आजको यात्रा विशेष गरी घान्द्रुक छ बन्दीपुर बसेर। ल नेपालको विकसित बाटो भनेको अहिले यही तपाईको पोखरा हाइवे, पृथ्वी हाइवे भनेर जानिन्छ चिनिन्छ हैन। तपाईहरुलाई पनि यसरी घुम्न जान इच्छुक हुनुहुन्छ भने सम्पर्क गर्नु होला। मेरो युट्युबमा नम्बर छ, फेसबुकमा छ। ल हेर्नुस् बाटोको अवस्था। अब यतिकै विकसित बाटो हुनु पर्यो सबै नेपालभरि, त्यसपछि पर्यटकहरूलाई यसो आकर्षित गर्न सकिन्छ। यहाँ मोबाइलबाट पनि देखाएको छ बाटो, मोबाइलबाट पनि बाटो त क्लियर देखिन्छ। ल हेर्नुहोस्